यतै छु म माइती घर मण्डला कहिले आउँछ ऐन कसले भन्देला आन्दोलनको भर सडक हाम्रो घर छड्ने छैनौ हामी तिमीले होसै गर देऊ शिक्षा कलम देऊ ऐन लेख्न सिकाइदेऊ देऊ शिक्षा कलम देऊ ऐन लेख्न सिकाइदेऊ देऊ शिक्षा कलम देऊ ऐन लेख्न सिकाइदेऊ ऐन लेख्न सिकाउँछौ 84 मा देखाउँछौ ऐन लेख्न सिकाउँछौ 84 मा देखाउँछौ ऐन लेख्न सिकाउँछौ 84 मा देखाउँछौ संसद तिमी कता मन्त्री तिमी कता सभामुख तिमी कता नेता तिमी कता हामी आयौं बाटामा हामी आयौं बाटामा हामी आयौं बाटामा टोपी लास्टै भाइरल भयो के सर टोपीमा के छ के त्यस्तो म यो टोपी आफ्नो दराजमा सजाएर राख्छु यो मेरो यो भाइरल टोपी पुरै विश्वले हेरिसक्यो यो टोपी चाहिँ बनाउन कति दिन लाग्यो तपाईलाई पेपर हो स्टेपलर हान्दै बनाएको कति टाइम लाग्छ आफै सरले सुत्दाखेरि पनि टोपी लगाएर सुत्दैन नि हजुर सुत्दाखेरि नजिकै राखेर सुतिरहेछ अब हेलाना गरेर उनीहरूको कुरा नसुनेर नारायण राम 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 के गर्न खोजेको
तिम्रो बुद्धि पालाउने कहिले त पटक पटक भने हो मैले त पटक पटक भने हो मैले त तिम्रो बुद्धि पालाउने कहिले त तिम्रो बुद्धि पालाउने कहिले त हामीको ऐना लिना हो फकै फुलाइ गर्दैछौ किन हामीको ऐना लिना हो फकै फुलाइ गर्दैछौ किन हो फकै फुलाइ गर्दैछौ किन हो फकै फुलाइ गर्दैछौ किन हो रातो निद्रामा मलाई भोक लाग्छ साथी मित्र बने सोच्छौ लाग्छ